भन्छन् नि कहिलेकाहीँ अति धेरै न्यु खोज्यो भने तेरो ढाड चिला छ भन्छन् क्या। तपाईँको चाहिँ ढाड यति धेरै किन चिलाको भने क्या जनतामा आशा केले जगाउँछ भन्दा सरकारको नीति र कार्यक्रमले, बजेटले त्यसलाई छातीमा हात राखेर भन्नुस् एउटा छातीमा हात राखेर राखिराख्छु त। नेपालमा पछिल्लो 10, 12, 15 वर्ष यता आएका कुनै पनि बजेटले नेपाली जनताको आशा भरोसा विश्वास कायम गरेर बजेट आउने भयो, ओहो नीति तथा कार्यक्रम आउने भयो, अब हामी जनताको चाहिँ काय पलट नेताले गर्छन् भनेर जनतालाई विश्वास लागेको होला। पुरानो दलमा गलत ठाउँमा तर आशा र अपेक्षा गरिएको मान्छे गगन थापा। हिजो तिनै मान्छे गगन थापा कांग्रेसको सभापति बनोस् र एकपटक गगन थापा प्रधानमन्त्री बन्नुपर्छ यहाँसम्म कि तपाईँ स्वास्थ्य मन्त्री हुँदासम्म भन्ने मान्छेहरू अहिले तपाईँलाई हैन कहाँ हिँडेको बाख्रा लिएर सहकारी ठगेको ऋण तिर्नलाई गिरिजा बाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरो मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु? प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो। अनि तर तपाईसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइन। तपाईले दुईचोटि भन्नुभयो यो कुरा। तपाईलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोड्देऊ न त पद। किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईले, छोड्देऊ भन्नुभयो। 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त? जीवी राई 6 वटा सहकारीको अध्यक्ष बन्नुभएछ। सहकारी विभागले के गर्छ भने नि, बरु तपाईलाई पनि एक्नोलेज हुन्छ, प्रत्येक महिना आफ्नो सहकारीको विवरण, साधारण सभा गरे पछाडि सहकारीको विवरण सबै सहकारी विभागमा बुझाउनुपर्छ। त्यो बुझाउनेले त गीतेन्द्र बाबु राई भनेर बुझायो होला नि। अनि 6 वटा सहकारीमा गीतेन्द्र बाबु राई अध्यक्ष देखेपछि ती कार्यालयका कर्मचारी चाहिँ गट्टा खेलेर बसे। एउटा निवेदन गरौँ कि यो देशमा अहिले आएको करिब 18 खर्बको बजेट, 18 खर्बको बजेटमा विकास बजेट कति छ? म भन्छु 2-3 खर्ब, 3 खर्ब, 3.5 खर्ब, 3 खर्ब 3.5 खर्ब हो हैन? वित्तीय व्यवस्थापनको लागि कति गएको छ र साधारण खर्च कति गएको छ? वित्तीय व्यवस्थापन अब सर 3 खर्बको बजेटले मुलुकको अनुहार के काय पलट गर्नु छ जाहिर खुवाउने बाहेक? प्रचण्डजीलाई लगेर अदालतमा उभ्याउँछु भने होइन, त्यो टिआरसीले गर्छ जे गर्छ होइन। त्यसकारणले मैले त्यहाँ भने पनि छु, फरगिभ नट फरगेट होइन, मैले त्यो भनेको छु नि। तपाईले भनेको भन्दा तपाईले नेल्सन मण्डेला आज बनेको भए एमालेको एउटा सदस्य माओवादीका कारणले 2 खर्ब खर्च हुने भयो, यो यसप्रति हाम्रो जवाफदेहिता छैन भनेर भन्न मिल्छ? मिल्दैन। माओवादीले गर्दैन हैन, राउन्ड किक हान्छु भन्दैछन् नि प्रचण्डजीले, त्यतै जान्छन् उनी, त्यतै जान्छन्। तर हामी गर्छौँ हैन, अङ्गभङ्ग भएका। तपाईले कसरी गर्नुहुन्छ राउन्ड किक? के तपाईहरुलाई हान्ने हो? 7 सालमा डेमोक्रेसी आउनुभन्दा अगाडिदेखि नै तय भएको ब्युरोक्रेसीमा केही पनि चेन्ज भएन। त्यो के थियो भन्दा काम के अरे दिन कटाउने, जागिर पचाउने, जी हजुरी गर्ने, कुरा लाउने कुरा काट्ने, यो तहको प्रशासन संयन्त्र थियो। यो विकास गर्ने सक्ने सक्षम छैन, यसले जिम्मा लिँदैन क्या, यसले जिम्मा लिँदैन। र यसमा दोष कसको त भनेर फेरि तपाईँ झम्टिहाल्नुहुन्छ नि, 1 सेकेन्ड पनि नपर्खी। म झम्टिन्ने यसमा हो ल भन्, म मेरो क्वेसन अर्को छ, अर्को सोध्नतिर लाग्नु छ। तपाईँ ढुक्क हुनुहुन्छ ज्ञानेन्द्र भाइमारा हुन्, उनलाई जेल हाल्नुहुन्छ। आफू बारम्बार प्रधानमन्त्री बन्ने, तपाईँको मित्र केपी ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ कविता लेखेर भाइमारा भन्ने, तपाईँ भाषण गरेर भाइमारा भन्ने, अनि एउटा भाइमारालाई हात हल्लाउँदै अब म आएँ भन्न छोडिदिने गरे के? अहिले गणतन्त्रले जति दपेटेको छ, लपेटेको छ, अधिनायकत्व देखाएको छ, नागरिकमा जे गर्नु पर्थ्यो गर्न सकेको छैन। हाम्रो जनताको शासन गणतन्त्र भन्ने महसुस म जनतालाई छैन। 2000 मान्छे दिनको जाने विदेश जानु परेको छ, केही भविष्य यो देशमा छैन भनेपछि त त्यही राज संस्था ठिक थियो भन्ने लाग्दैन?
मजाको झापड काठमाडौँको मेयरले तपाईँहरूलाई हानिदिनु भयो नि होइन उहाँले हानेर केही फरक पर्दैन। उहाँले के भन्नुभएको छ भने अब खोला मात्रै होइन टुँडी खेल खुला मञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास गर्नुभएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई। प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फोटो राखेर उहाँले भन्नुभयो। ल ठिक छ, कहिलेबाट बाँड्ने खुला मञ्च र टुँडी खेल दिनु पर्यो। तपाईँलाई म एउटा कुरा भन्नुहोस्, तिनै तहको अदालतले तपाईँलाई मानव नरसंहारमा संलग्न भएको पर्खिनुहोस् है, मेरो प्रश्न मेरो उत्तर सिधै मानव नरसंहारमा संलग्न भएको व्यक्ति भनेर कसुरदार ठहर गरेर तपाईँलाई अपराधी ठहर गरेको छ अदालतले। कानुनी रूपमा तपाईँ अपराधी हो नि। नाबालक सहित 8 जना सुरक्षाकर्मी जुन रूपमा जसरी विभत्स किसिमले हत्या भयो, तिनै तहको अदालतले तपाईलाई नरसंहारमा सहभागी भएको एक अपराधी भनेको छ। यो हिसाबले तपाईँ अपराधी हो। ठिक छ, लेखेर अपराधी बनाइदिनुस्। लेखेर होइन, तपाईले त्यो अपराध स्वीकार्नुभयो र 5.5 वर्ष त तपाईँ जेल बसिसक्नुभयो त। मैले तपाईँलाई चिनेको म आफैले समय जोडेको 32 वर्ष भएछ हैन। 2049 सालदेखि तपाईँलाई म चिन्दछु। तपाईले मैले तर यो बीचमा तपाईँलाई तपाईँकै सहकर्मीले केही आरोप लगाए, त्यो पक्ष चाहिँ कस्तो धेरै ढाकेर गर्नु भएको रहेछ हैन। नक्कली माओवादी भएर हतियार तस्करी गर्नु भएको रहेछ यो बीचमा। त्यसैले काठमाडौँमा घर बनाउनु भएको रहेछ। तपाईँ प्रधानमन्त्री बन्नुभयो भने अब चाहिँ ज्ञानेन्द्रलाई जेल हाल्ने। म त्यसलाई फेरि एकचोटि छानबिन गरेर छानबिनको ठाउँ राख्नु भएको छैन भने तपाईँले भाइ मारा करार गर्नुभएको छ। मैले नै भनेको छु, मैले भनेर मात्रै वैधानिक र औपचारिक ढङ्गले निर्णयमा पुग्ने त प्रक्रिया हुन्छ नि। फेरि त्यसमा पनि प्रमाण हुनुपर्छ। लोड सेडिङको कुरो अर्कोले गर्यो भने तपाईँले मलाई प्रश्न सोध्नु नै मलाई अनौठो लाग्छ। मैले प्रश्न सोधिरहेको होइन, तपाईँको मित्रले लगाएको आरोप सोधेको। त्यसकारण त्यो एक समय त दुईटा सरेसको थालमा, त्यो पनि दुर्गा प्रसाईको घरमा मिठो मानेर मार्सीसँगै खाएको नि त, त्यसो भएर सोधेको। ताप्लेजुङको गाउँबाट ढुङ्गे साहु कि साँगु तपाईँको होइन त? साँगुको त्यो गाउँबाट एउटा मादले झोला बोकेर काठमाडौँ ओर्लेको ठिटो हो नि त तपाईँ। आज तपाईँको जो प्रकारको राजस्वी जीवनशैली छ, तपाईँको कुनै व्यापार व्यवसाय छ? के राजस्वी छ त मलाई बताउनु। तपाईँको कुनै व्यापार व्यवसाय छ? गाडी चढ्नुहुन्छ, सुट लाएर हिँड्नुहुन्छ, होटल रेस्टुरेन्टमा खानुहुन्छ, सबै चिज गर्नुहुन्छ नि। योभन्दा राजश्री के हुन्छ र नेपाली जनताको तुलनामा? यो कसरी आउँछ? तपाईँ अपराधी त हो। जेलमा बस्दैमा कुनै मान्छे अपराधी हुन्छ? किन हुँदैन? अपराधीलाई पो जेलमा राखिन्छ। सर भन्छु नि म, तपाईलाई किन राखियो भने तपाईँ अपराधी भएकोले तपाईलाई जेलमा राखियो। तपाईँ अभियुक्त भएको भए तपाईँलाई हिरासतमा राखिन्थ्यो। तपाईलाई अलिकति शंका गरेको भए सोधपुछ। सिम्पल। बीपीको पुत्र हुनु बाहेक तपाईसँग नेपाली राजनीतिको त्यस्तो के योग्यता छ? एउटा चिज भनिदिनुहोस् त, एकचोटि कति महिना मन्त्री हुनुभयो? 15 महिना भए, 11-12 महिना कोभिडले खायो। कोभिडले खायो कि तपाईँले खानुभयो? एकचोटि मन्त्री भएर निक्लिँदा एउटा जीवनभरिलाई चाहिँ पुग्छ नेपालमा? त्यो बेपत्ताको परिवारकोमा गएर तपाईँले भेट्नुभयो, शहीदको परिवार कहाँ गएर भेट्नुभयो नि, उनीहरूको हालत र अवस्था देख्दा तपाईँको मनमा के आयो? स्थिति दयनीय नै छ। र मैले यो पटक हामीले विगतमा जति तपाईँहरूको आँसु पुछ्न हामी आइराख्नु पर्थ्यो, त्यहाँ कमी भयो हाम्रो। पार्टी त्यहाँ चाहिँ कमजोरी गरेकै हो भनेर क्षमा याचना गरेपछि सबैले क्षमा दिने हुँदो रहेछ। अहिले यस्तो तपाईँको बोली नै त्यस्तो छ, त्यो भएर एकछिनलाई तपाईँले भनेपछि लुटुपुटु भयो होला। म गल्ती गरेर कानुनको धारा उपधारा प्रयोग गरेर सजाय दिइएको अपराधी होइन क्या। म शक्तिको चरम दुरुपयोग गरेर
एकजना बहुमुखी प्रतिभाशाली नागरिकलाई जबरजस्ती झ्यालखानामा कोचिदिएको नागरिक हो र त्यही शक्तिको दुरुपयोग गरेर झ्यालखानाबाट बाहिर निस्किएको अर्को राजनीतिक दलको एउटा नेता पनि हो तपाईँ। उपनिर्वाचनमा अलिकति धक्का लाग्यो होइन, सबै सकियो भन्ने लाग्यो। अलिकति धक्का मात्रै नभन्नुहोस् न, यसलाई घन्टी बजेको पनि नभन्नुहोस् न, तपाईँहरूको त घन्टा बजिसक्यो। 12 रेक्टर स्केलले नभत्किने जग भएको घर हो कांग्रेस र यसलाई अझै बलियो बनाएर रूपान्तरित बनाएर आधुनिक बनाएर जान्छु भन्छ। त्यो खालको साथीहरूको ठुलो संख्या देशभरि छ। त्यो संख्याको बलमा चिन्ता कहाँ छ भने तनहुका जनताले दुईटै गालामा रातो हुन गरी झापु लगाइदिए नि त एकचोटि चुनावमा। मान्छे चाहिँ हिजो यहाँ थियो भनेर हेर्दैन, अहिले के काम गरेको छ। योग्यता चाहिँदैन, योग्यता चाहिँदैन। म दावा गर्छु भूमि सम्बन्धी पीएचडी गरेको ल्याउनुहोस् मसँग, म चाहिँ एसएलसी पास गरेँ। तपाईँले यति भनेपछि हजुर यो कुर्सीमा बसेर तपाईँको च्यालेन्ज स्वीकार गरिन भने यो कुर्सीमा बस्न म लायक हुन्न र मेरो ल्याकत पनि रहँदैन। म तपाईँलाई भूमि सम्बन्धी अध्ययन गरेको मान्छे ल्याइदिन्छु र तपाईँको भूमि आयोगको अध्यक्ष र सदस्यहरू राख्नुहोस्। ठिक छ। उहाँहरू मध्ये ज्ञानका हिसाबले र यो समस्या समाधानको हिसाबले जो अगाडि छ उसलाई तपाईँ भूमि आयोगको अध्यक्ष बनाउनु तयार? बनाउनु किन तयार हुने? यो प्रतिस्पर्धा स्वीकार च्यालेन्ज स्वीकार तयार? विधिभित्र आउनु तयार। हामीले भनेको के हो? तपाईँको पार्टीको सदस्यता, त्यो सदस्यता लिएर तपाईँको लुम्बिनी प्रदेशमा अध्यक्ष हारे पछाडि भूमि आयोगको अध्यक्ष। ए बाबु कुनै बेला कुनमा तपाईँ हिजो पार्टीको राजनीति गर्छु भन्ने मान्छे पार्टीको राजनीति जागिर खान किन आउने? तपाईँ हिजो विद्यार्थी हुनुहुन्थ्यो, अहिले पत्रकार बन्नुभएको छ, अनि तपाईँलाई अहिले किन आएको भन्ने समय होइन नि। आइतबार पार्टीको चाहिँ चुनाव लड्ने, सोमबार गएर भूमि आयोगको चाहिँ देश दिखाने, त्यस्तो होइन। काम गर्ने सन्दर्भमा त्यो जिम्मेवारी भनेको मान्छेले जुनसुकै ठाउँबाट यो खोलो चाहिँ तपाईँ जाने उरो र कुलो जतानी जान्छ, पानी जाँदैन क्या, पानी लैजानुहोस् न। अस्ति एक हप्ता पहिले मात्रै मेरो साथीले, मेरो भान्जीले बर्दियाबाट 2टा कुखुरा पठाइदिनु भएको थियो होइन। म फैसला भएकै तेस्रो दिनमा हो। मैले यो कुखुरा कसैले पनि नखानुहोस् है, जेलका साथीहरू खाउँ काटेर खाउँ भन्दै थिए, नखानुहोस्, यो बाँचुन्जेललाई पाल्नुपर्छ भनेके। कहिले काहीँ के हुन्छ भने अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सन्छ भनेको जस्तै। कांग्रेस किन त्यस्तो छ भन्छु है, एउटा सन्दर्भ चित्त नदुखाउनुहोस् ल। मुलुकमा अब पेन्सन दिने पैसा छैन, शिक्षकलाई दिने तलब छैन, वीर अस्पतालका डाक्टरले तलब पाएका छैन। तर तपाईँ र तपाईँको अर्थमन्त्री हिजो तपाईँहरूले नै अयोग्य भनेर विदा गर्नुहुन्छ, तिनीहरूलाई पैसा दिने राज्य कोषबाट 1.5 अर्ब पैसा झिक्नुहुन्छ। कांग्रेस साक्षी बस्छ। मालिकको सबभन्दा सेवक जनावर हो कुकुर होइन, तपाईँहरूलाई तुलना गरे होइन। कुकुरको पुच्छर चाहिँ 12 वर्ष ढुङ्ग्रोमा हाल्यो भने पुच्छर चाहिँ सोझो हुनुपर्ने ढुङ्ग्रै बाङ्गो भने जस्तो तपाईँहरू पनि सत्ताबाट बाहिर गए पछाडि चाहिँ परिवर्तनका कुरा, जनताका कुरा, मुद्दाका कुरा, सत्तामा पुगेपछि परिवारका कुरा, सत्तामा पुगेपछि ती सबै कुरा बिर्सिने। अब व्यापारीसँग हुन्छ उठबस होइन, अब त्यो जनता बिर्स्यो, त्यो रोल्पाको जनता नि बिर्स्यो, रुकुमको जनता नि बिर्स्यो, गोर्खा 2को त अहिले बिर्स्यो। भगवान मनमा विराजमान, मन्दिरमा ढुङ्गा, ज्यान धन आशावान निराश छन् मुर्गा थुङ्गा, झोपडी नसिब नहुने खोपडी चाहिँ रुन्छ दानमा रोपनी छ डोको भरि हिरा मोती मुङ्गा।